दाइ वेलकम टु ब्याक टु बेस। धन्यवाद। जस मेरो पोडकास्टमा आइदिनको लागि हजुरले हुन्छ भनिदिनु भयो, त्यसको लागि पहिला त धेरै धेरै धन्यवाद छ। कस्तो हालखबर बवाल छ दाइ? बवालै हुन्छ मेरो जहिले पनि। वाइ किन मैले यो बवाल भन्न सोधेँ भन्दाखेरि जस्ट टु लेट एभ्री वान नो हि इज वान अफ द फाउन्डर अफ बवाल वेयर्स। अनि मेनी अफ यु गाइज नो बवाल वेयर्स। अनि खोलेको 2 वर्ष भयो दाइ? ठ्याक्कै 2 वर्ष। अनि इट्स डुइङ अमेजिङ इन द मार्केट। तापनि बवाल 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 वेयर्स अनि कोल्याबहरू पनि देखिरहेको हुन्छ बवालको। आई होप इन्टरनेसनल ब्रान्ड बन्दैछ भनेर पनि सुनेको थिएँ। बनोस्, अस्ट्रेलिया, युएस, युरोपतिर पनि बवाल वेयर्सको लुगाहरू किन्न पाइयोस्। द्याट्स माई विस बिफोर वी स्टार्ट आवर टक। हजुरलाई चाहिँ आई लाइक टु टेक ब्याक टु हजुरको युएस गएको जर्नीमा। डु यु रिमेम्बर द डे वेन यु ल्यान्ड युएसए? के फिल भएको थियो अनि के सोचेर जानु भएको थियो? त्यो त मलाई एकदम याद आउँछ प्लिज। होइन, अब 2008मा वेन आई वाज 19 years old म युएस गएँ। अनि अब आई वेन्ट टु हिस्टोरिकली ब्ल्याक युनिभर्सिटी, ग्रामलिङ स्टेट युनिभर्सिटीमा गएको थिएँ म होइन। वेन आई फर्स्ट ल्यान्डेड देयर इट फेल्ट लाइक होइन म युएस आएको होइन जस्तो फिल भएको थियो क्या। त्यो बेलामा भन्छ नि अब यहाँबाट नेपालीहरू जाने बेलामा त यु गो टु अलिकति रुरल पार्टको कलेजहरूमा गइन्थ्यो नि त। हजुर। अब अहिले पनि जान्छ होला त्यो, आई डोन्ट नो। तर त्यो बेलामा जाँदाखेरि सिधै कालै नै कालेहरू भएको चाहिँ नि स्टेटमा पुग्नु भयो। लुजियाना स्टेट, त्यसमाथि पनि हिस्टोरिकल ब्ल्याक युनिभर्सिटी भने पछाडि त अब सोच्नु होइन, अब म त त्यहाँ कहाँ पुगेँ म होइन भने जस्तो त भएको थियो। जस पुगेको दिन चाहिँ मलाई याद छ। याद छ है? हजुर चाहिँ अनि के पढ्छु अनि फर्किन्छु भनेर जानुभयो कि लेट्स गो विथ द फ्लो? अब त्यो ट्रेन्ड पनि थियो होला सायद त्यो टाइममा हाम्रो जस्तै, आफ्टर +2 चाहिँ विदेशै जानेवाला ट्रेन्ड। अनि त्यही फलो गर्दै जानुभयो कि यु ह्याड समथिङ एल्स इन यर माइन्ड बिफोर यु वेन्ट? युएसए जानुभन्दा अगाडि कि सोचेर एउटा प्लानिङ हुन्छ नि लाइफको? थिएन, यतिकै विथ द फ्लो हजुर पुग्नु भयो? गोइङ विथ द फ्लो हो क्या त्यो बेलामा त। सबैजना अब कहाँ जाने, के गर्ने होइन, घरबाट जान्छ होइन, त्यसरी नै त गइयो नि। त्यसरी नै निस्किनु भएको थियो। सोचन अब हाम्रो एरामा, हाम्रो जेनेरेसनमा भन्दाखेरि वी डिड नट ह्याड एनी प्लान के, एटलिस्ट मसँग चाहिँ थिएन होइन। अब त्यो प्लानिङ हुँदैन। जस्तै अहिलेको हाम्रो जेनेरेसन छ, अहिलेको जेनजिजहरूको जेनेरेसनहरू जुन छ उनीहरूको आई सी देम डुइङ भेरी गुड होइन। 15-16 वर्षदेखि नै पिपल आर ट्राइङ टु बी एन अन्टरप्रेनर। हाम्रो टाइममा अन्टरप्रेनर भन्ने थिएन क्या। अब 2008मा म युएस पुग्दाखेरि त्यति बेला गुगल अनि फेसबुकको चाहिँ मेरो साथीहरू स्टक किनिरहेको थियो क्या होइन। गुगल पनि त्यस्तो राम्रोसित ऊ भइसकेको थिएन त्यो टाइममा गएको अन्त होइन। हाम्रो टाइममा हामी लफङ्गा विथ द फ्लो। हाम्रो टाइममा हामी सबैजना लफङ्गा हो क्या। हामी मध्येमा कोही पनि मान्छे चाहिँ यस्तो थिएन कि ओके आई वान्ट टु डु बिजनेस, आई वान्ट टु डु दिस, आई वान्ट टु डु द्याट भन्ने चाहिँ म जस्ट मेरो सर्कलमा थिएन। अनि वाट वाज योर फर्स्ट जब त्यहाँ पुगिसकेपछि? फुड कोर्टमा काम गरेँ, किनभने अब अन क्याम्पस काम गर्नु पर्थ्यो नि त। 20 hours हान्नुपर्ने हुन्थ्यो फुड कोर्टमा। एन्ड आई वाज द बेस्ट हुन्छ नि मप गर्ने मान्छे त्यहाँको चाहिँ त्यो फुड कोर्टको सुपरभाइजरले पनि यसले चाहिँ नि मप चाहिँ राम्रो हुन्छ, यसलाई मपै दिइराख होला। जस्ट आई न्यू एटलिस्ट आफूलाई अब ऊ गर्दाखेरि मपै नबनौँ होइन, तर पहिलेदेखि अलिकति आई न्यू हाउ टु क्लाइम्ब द रोप्स भन्ने टाइपको भनौँ न। अब कोसँग कसलाई खुसी, जस काम गर्दाखेरि कसलाई खुसी बनाउनु पर्छ भन्ने कुरा चाहिँ नि थाहा भएको मान्छे। हजुर हो। अनि त्यसपछि वाट डिड यु फिल? हुन्छ नि त्यो मप हान्दै, मैले पनि मप हाने दाइ मजाले। अनि लाइक वाट वेन्ट थ्रु योर हेड? अब त्यो उमेरमा 19-20मा ब्याक होम साथीहरू चिल गरेको देखिन्थ्यो, ट्राभल गरेको स्टोरीहरू देख्नुहुन्थ्यो होला। अनि त्यहाँ गर्दै गर्दा वाइ एम आई डुइङ दिस भन्ने त्यस्तो हुन्थ्यो कि हुन्थेन हजुरलाई? त्यस्तो त्यो थिँदै थिएन। हाम्रो त हाई फाइभको जमाना हो, फेसबुक त थिएन। ओके, हाई फाइभको जमाना थियो। अलराइट। अनि त्यो बेलामा अब च्याट गरिन्थ्यो होइन। त्यस्तो मान्छेहरूको बरु मान्छेहरूले चाहिँ मलाई चाहिँ यो त अमेरिका पुगेछ भनेर भन्थ्यो होला है भनेर। यहाँ त खुसी नै हुनुहुन्थ्यो, तर तपाईँ आफ्नो पर्सनली हुन्छ नि बेलुका सुत्दै गर्दा त आउँथ्यो होला नि त
नेपालमा पुगिहाल्थ्यो होला, वाइ एम आई डुइङ दिस? अहिलेको कन्टेक्समा म त्यति बेलाको चाहिँ नि म आफूले आफूलाई चाहिँ नि मैले हेर्दाखेरि म त अमेरिका आइसकेँ भन्ने टाइपको। अब त्यही यस्तो हो नि, अब गए पछाडि एउटा मान्छेको माइन्डसेट चाहिँ नि के हुनुपर्छ भने, मेरो चाहिँ थियो कि जसरी भयो नि काम त गर्नै पऱ्यो नि होइन, सर्भाइभल मोड हो नि त त्यो, सर्भाइभल मोडमा त काम गर्नै पऱ्यो होइन। भनेको युआर प्रिपेयर त्यही उमेरमा पनि? अब त्यो त प्रिपेयर त हुनु पऱ्यो नि होइन र? पऱ्यो, त्यो त पऱ्यो। अनि एनी इन्सिडेन्ट हजुरलाई केही याद छ त्यहाँ हुँदाखेरि? मेबी अब कालेहरू भन्नुभयो, नट बिङ रेसिस्ट, अब त्यही भनिन्छ नर्मली नेपाली टर्म्समा काले भनेर, लाइक एनिथिङ ह्यापन रङ? आई हेभ इन्सिडेन्ट। म गएको एक हप्तामा नियर बाई टाउनको मान्छेले आएर कलेजमा चाहिँ नि बन्दुक पड्काइदिएको थियो क्या। ए ओके। होइन, अनि कर्फ्यू लायो कलेजभित्रै, अन क्याम्पसमै अब कर्फ्यू लायो। अब देवर लाइक सो मेनी पुलिस अफिसर्स दियो होइन, जस अब इन्टरनल बिफ होला उनीहरूको, अब के थियो होइन। अब उनीहरूले आएर गोली पड्काइदियो, नो वान वाज इन्जर्ड, तर गोली पड्काइदियो। अनि पछाडि त भागम भाग, अब सबजना चाहिँ नि एक दिन त पुरै सन्नाटा छाइरहेछ होइन, अनि त्यस्तो भइरहेको थियो। त्यो इन्सिडेन्ट चाहिँ मलाई अलि याद छ। तपाईँलाई पर्सनल्ली त्यस्तो केही भयो हुन्छ नि, लाइक त्यो एन्डबाट भएन है? जति हामी सोचेर डराउँछौँ नि, लाइक सेङ ब्ल्याक पिपुल आर दिस द्याट भनेर सुनिन्छ नि, त्यस्तो त केही फिल गर्नु भएन हजुरले? लाइक दे आर नाइस एज वेल। मैले पनि अलिक सङ्गत गरेको छु, भेरी गुड फ्रम हार्ट जस्तो लाग्छ क्या मलाई उनीहरू। तर अब के सुनिन्छ, बजारमा भेटिहालिन्छ फेरि त्यस्तो मान्छेहरू अलिअलि। ओके, बिसाइड दिस अनि कति वर्ष, 7 वर्ष बस्नुभयो हजुर? 7 वर्ष। सो यु डिड ए ब्याचलर्स, अनि त्यसपछि इन्टर्नहरू त्यस्तो केही? त्यस्तो केही पनि भएन मेरो होइन। म आई वाज जस्ट डुइङ साइड बाई साइड जबहरू, अब कहिले कहाँ काम गर्ने, कहिले कहाँ काम गर्ने होइन। बेसिकली देयर वाज अ टाइम होइन वेयर आई फेल द्याट ओके अमेरिका चाहिँ मेरो लागि होइन होइन। अनि त्यो भएर चाहिँ आई केम ब्याक। मलाई आफैलाई नि फिल भयो कि दिस प्लेस इज नट फर मी होइन। त्यो एउटा चाहिँ नि आफूलाई थाहा हुन्छ नि, एउटा पेचेक टु पेचेक लाइफ हो त्यो। त्यो जसले जेसुकै भने नि सुरुको कपाल अफ इयर्स त पेचेक टु पेचेक लाइफ नै हो नि। काठमाडौँमा घर भएको मान्छे, काठमाडौँमा राम्रो गर्न सक्छु भन्ने मान्छे या छैन भने पनि होइन, एउटा आर्ट लिएर अनि पछाडि नेपाल आएर नेपाल आउने बित्तिकै सबै कुराहरू इन प्लेस हुन्छ भन्ने पनि कुरा छैन होइन। सबै मसँग टन्न पैसा कमाएर लिएर आएर म नेपाल आएको पनि होइन। म स्ट्रगलिङ फेजमै थिएँ। त्यो स्ट्रगल गर्दा गर्दै म नेपाल फर्केको होइन। नेपाल फर्केर पनि मेरो बुवा अहिले पनि कपडाकै काम गर्नुहुन्छ, स्कुल कलेजको ड्रेसहरू बनाउनुहुन्छ। त्यो बेलामा म नेपाल फर्केर आएर मैले मेरो बुवालाई गएर मलाई जब दिनु न त हजुरकोमा भन्न गएको हो क्या। म फर्किसकेपछि ए हजुर, किनभने यु निड टु लर्न द रोप्स होइन। त्यो मेरो बुवा बिजनेसम्यान हो भन्दैमा बुवाले चाहिँ नि आफ्नो पार्टीहरूलाई चाहिँ गएर ए ल यो मेरो छोरा हो भनेर त मेरो बुवाले नि चिनाउँदैन। त्यो कुनै पनि एउटा राम्रो व्यापारीले चिनाउँदैन होइन। मैले यहाँ हाम्रो मैले चिन्ने जति जो मारवाडी समाजको मान्छेहरू छन् या नेपाली राम्रो बिजनेस गर्ने मान्छेहरू छ नि, उहाँहरूले आफ्नो बच्चाहरूलाई ला लि भनेर भन्नुभन्दा त ग्राउन्ड लेभलबाट चढ सुरु गर होइन। त्यो भयो भने बल्ल मान्छेलाई चाहिँ नि पुरा जरासम्मको थाहा हुन्छ क्या। अनि म पनि सुरुको दिनहरूमा नेपाल फर्केर आए पछाडि मेरो बुवासँग चाहिँ मैले कुन स्कुलहरू जाऊँ त, कुन कलेजहरू जाऊँ त भनेर चाहिँ सोद्धाखेरि रुट समात होइन। म कहिले कहाँ पुग्ने, कहिले सुन्दरी जल पुग्थेँ, कहिले म एउटा रुट जान्थेँ। त्यो रुटभरिको चाहिँ नि स्कुल छिर्थेँ क्या म, मार्केटिङ होइन। मार्केटिङबाट सुरु गरेँ हो कि मैले। अनि सुरुमा म यहाँबाट सुन्दरी जल गएँ अरे। सुन्दरी जल जाँदाखेरि बेलुका आए पछाडि मलाई मेरो बुवाले कतिवटा स्कुल छिरिस् त भनेर सोध्नुहुन्थ्यो क्या। अनि म आज यतिवटा स्कुल छिरेँ भनेर भने तैँले 3टा छुट्याइछस् भन्नुहुन्थ्यो क्या। त्यसरी चाहिँ नि म डेली हुन्छ नि, म 1.5 वर्षसम्म त म मार्केटिङमै हिँडेको
एभ्रीडे स्कुल जाने मार्केटिङ जाने गर्ने स्कुल गएर प्रिन्सिपलहरूसँग कुरा गर्ने अब प्रिन्सिपलसँग डाइरेक्टली कुरा पनि हुँदैन कहिले अकाउन्ट्स कहिले कहाँ होइन हजुर। कुनै कुनै ठाउँमा त पालेले छिर्न दिँदैन थियो क्या हजुर होइन पालेले कहाँबाट आएको अब त्यो हुन्छ नि डोर टु डोर सेल्स गरे जस्तो टाइपको हुन्थ्यो हजुर र हजुरलाई अनि त्यो जुन मोमेन्ट हजुरले युएसबाट नेपाल आउँछु भनेर डिसाइड गर्नुभयो नि हजुरले घरमा भन्नुभयो कि आफै होइन म जान्छु नै भनेर आफ्नै ढिपी ल्याउनु भयो कि सल्लाह पनि गर्नुभयो फ्यामिलीसँग मेबी ड्याडलाई भन्नुभयो कि अरू ममलाई आम कमिङ ब्याक भनेर भन्नुभयो कि सिधै टिकट काटेर यु केम नेपाल त्यस्तै सिनारियो भयो भनौँ त्यस्तै सल्लाह गर्नु भएन किनकि वाट ह्यापन्स मोस्ट अफ द टाइम इज उता बसेर फोन गर्दै गर्दा चाहिँ म नेपाल आउँछु भन्दै गर्दा देयर विल बी अब्जेक्सन फ्यामिलीको एन्डबाट विच इज गुड इन अ वे के भन्नुहुन्छ भन्दाखेरि अब पोलिटिकल इन्स्टेबिलिटी छ अलिक के होस् नेपालमा त्यहाँ अलिक मिहिनेत गरिस् भने यु ल्याभ बेटर लाइफ बरु 1-2 वर्ष मिहिनेत गर्न भन्ने खालको स्टेटमेन्टहरू नै सुनिन्छ मोस्ट अफ द टाइम त्यो साथीहरूले पनि मलाई त्यस्तै भनिरहनुहुन्छ जाम भनेको ड्याडले अझै 2-4 वर्ष गर्न अर लाइक मेक गुड मनी अनि त्यसपछि आइजे अर त्यहीँ सेटल हो यहाँ त नफर्किने भन्ने जस्तो कन्भर्सेसन सुनिन्छ हजुर चाहिँ त्यस्तो लाइक सल्लाह गर्नु भएन यो डिरेक्टली ल्यान्डेड अनि म बस्छु भन्ने कुरा भयो कि 1-2 महिना बस्नुभयो अब फर्किन्न भन्नुभयो होइन त्यो त्यस्तो खालको सिनारियो हुँदै भएन क्या अब मलाई चाहिँ नि बुवाहरूले पनि नेपाली फर्केको ठिकै हो भन्नुहुन्थ्यो त अमेरिका बसेर तैँले केही गरेर खाँदैनस् टाइपको भयो कि मलाई नि ए ओके ओके अनि तैँले केही गर्दैन हजुर फर्केर आइज भन्ने कुराहरू नै भएर अनि पछाडि चलिदिएको फर्केर आउनु भयो तपाईँको एनी प्लान यु ह्याड इन यर माइन्ड कि होइन जान्छु ड्याडकै बिजनेस सम्हाल्छु नै सोचेर आउनुभयो त्यो सोचेर आएन जस्ट गो विथ द फ्लो त्यो म गएर म नेपालमा गएर म बुवाकै बिजनेसमा चाहिँ नि म छिर्छु भनेर चाहिँ नि आएको होइन लाइक नो प्लान एट अल त्यो बेलासम्म पनि मसँग प्लान थिएन है यतिकै आइदिनु भयो म सक्दिनँ त्यो देशमा दिस इज नट फर मी भन्ने चाहिँ डिसाइड गर्नुभयो अनि यो केम ब्याक नेपालबाट जाने कतिपय मान्छेहरू सबैजनाको विन विन हुँदैन हुँदैन कतिजना मान्छेहरू होमलेस भएर बसिरहेको हुन्छ कतिजना मान्छेहरू अहिलेसम्म पनि न्युयोर्कमा पनि मान्छेहरू ग्रिन कार्डको चक्करमा होइन मैले मेरो साथीहरू देखेको छु क्या जसले ग्रिन कार्ड पाउने चक्करमा मान्छेहरू आफ्नो बुवा बित्दाखेरि आउनु पाएन होइन आफ्नो आमा बित्दाखेरि आउनु पाएन होइन मान्छे नेपाल आएर बुवा बितेको 5 वर्ष अगाडि अहिले नेपाल आएर अनि पछाडि त्यस पछाडि ऊ गरिरहेछ होइन अन्तिम संस्कार गरिरहेछ अनि त्यो भन्न खोजेको त्यो एउटा सिनारियो हुन्छ नि नेपाल फर्किने त्यो नै एकदम सेटी छ क्या मान्छे विदेश गए पछाडि केही भयो भने नेपाल जान सोच्नु पर्ने मेरो साथीहरूमा असाइलम फाइल गरेको मान्छेहरू धेरै छ होइन हाम्रो पिरियडमा असाइलम फाइल गरेर ग्रिन कार्ड पाएर बस्ने मान्छेहरू पनि धेरै छ होइन अब त्यो सबै देख्दाखेरि नै पनि अब होइन अब यो किन मरिहत्ते गर्नु किन होइन विदेश गएर मरिहत्ते गर्नुपर्ने त काम छैन नेपालमै गर्न सकिन्छ नेपाल फर्केर आऊ तर बस्थिल हुन्छ नि त्यो एउटा लाइफ त तपाईँले पनि के होस् त झेलेरै जानुभएको थियो होला वेन यु सुरुमा जाने बेलामा त थियो नि त नेपालमा पनि के रिभोल्युसन भन्दै यु नो देयर इज अलवेज दिस पोलिटिकलवाला कुराले अनि त्यो अपसेट माइन्डसेटमा हामी खास ल्यान्ड भएको हुन्छौँ अनि त्यहाँ पनि एउटा लेभलको स्ट्रगल छ र पनि इट्स बेटर देन नेपाल भन्ने चाहिँ तपाईँलाई कुनै पोइन्टमा फिल भयो कि भएन त्यो त डेफिनेटली हो होइन अब नेपालभन्दा बेटर छैन भनेर त म भन्दिनँ होइन नेपालभन्दा अपर्च्युनिटी वाइज होइन पैसा कमाउने वाइज ग्रोथ वाइज धेरै राम्रो हो तर एउटा कुरा के मान्छेले बुझ्नुपर्छ जस्तो लाग्छ भने यु निड टु हेभ अ माइन्ड सेट क्या म गएर आई निड टु हेभ अहिले पो म हुन्छ नि नाउ आई एम 39 years old नाउ म आफूले आफूलाई त्यो बेलामा राखेको है म चाहिँ नि यो प्लानमा हिँड्थ्यो होला भन्ने हुन्छ नि त अब बिना प्लानमा ऊ मेरो साथी गइरहेछ तल्ला घरे त्यो गएको छ र त्यो मेरो फुपूको छोरा उहाँ छ भन्ने हिसाबमा मान्छेहरू +2 पास गर्ने बित्तिकै होइन हाम्रो एजमा 18-19मा चाहिँ नि +2 पास गर्थ्यो भने अहिलेको टाइममा 15-16 वर्षमा चाहिँ नि +2 पास हुन्छ क्या होइन म त मान्छेहरूलाई के सजेस्ट गर्छु भन्दाखेरि जानी हो होइन मान्छे जानुपर्छ एकचोटि नजानी त हुँदैन जान चाहिँ जानुपर्छ तर पढ्नलाई गयो भने पनि एटलिस्ट ब्याचलर्स
पढेर होइन या पढ्दा पढ्दै 2-3 वर्ष पढ्दा पढ्दै क्रिडेन्सियल्सहरू चाहिँ ट्रान्सफर हुने टाइपले त्यसरी चाहिँ गयो भने मान्छेहरू अलिकति पाएको हुन्छ नभए त उहाँ गए पछाडि नम्बर 1 चिज केले बिगार्ने हो मान्छेलाई भन्दाखेरि फ्रिडमले हो क्या त्यो फ्रिडमले नै मान्छेलाई चाहिँ तान्ने हो क्या तलतिर त्यो फ्रिडम यति वाइल्ड फ्रिडम हुन्छ नि होइन त्यो कसैले भनेको केही मतलबै छैन नि त्यहाँ अब साथीले भन्छ ए हुन्छ नि त किन बोलिरहेछस् टाइपको हुन्छ नि यहाँ भए पो एउटा बााउन्ड्रीमा बसेको मान्छे एउटा समाजमा बसेको मान्छे त्यो मान्छे चाहिँ नि यहाँबाट उहाँ पुग्ने बित्तिकै यस्तरी त्यो हुन्छ नि खुला साँड भएर चाहिँ निस्किदिन्छ त्यो इजी एक्सेस टु एभ्रिथिङ भयो इजी एक्सेस टु एभ्रिथिङ अब होला अहिलेको टाइममा मान्छेहरू अहिलेको जेनेरेसनको मान्छेहरू दे माइट ह्याभ अ प्लान होइन म यसरी गर्छु त्यो गर्छु पैसा कमाउने एउटा हुन्छ नि जुनुन हुन्छ नि मान्छेमा त्यो भएन भने त अहिले पनि म मान्छेहरूलाई +2 पढ्ने बित्तिकै चाहिँ जान सजेस्ट चाहिँ गर्दिनँ हो अब अल्सो अ लट अफ स्टोरिज 15 वर्ष भयो नेपाल नफर्केको अनि ड्याड पनि बितिसक्नु भयो मम पनि बितिसक्नु भयो आई हार्डली हेभ समन क्लोज टु मी भन्ने खालको स्टोरी अनि हजुरले भने जस्तै त्यो ग्रिन कार्डको चक्कर अरू पिआरको चक्कर युरोपमा सेटल हुनेको आफ्नै स्टोरी छ अनि त्यो होमलेस हुने जस्तै त्यो एउटा आँट हुन्छ नि फर्किनको लागि वी निड बिग करेज टु कम ब्याक नि अब नेपालमा त विदेश जानु भनेको अब मिथै भन्नु पर्ला इट्स अ सक्सेस भनेर भनिन्छ अहिले त अलिकति बिस्तारै चेन्ज हुन थाल्यो पढेर फर्की भन्ने खालको स्टेटमेन्ट सुनिन थाल्यो अहिले चाहिँ नभए पहिलाको पेरेन्टिङ त विदेश गएपछि सक्सेस भयो अब यो राम्रो मान्छे बन्छ एउटा लेभलमा लाइफ यसले सेटल गर्छ मलाई पाल्छ लाइक फाइनेन्सियल्ली एउटा लेभलमा यसले अपलिफ्ट गराउँछ फ्यामिलीलाई भन्ने एउटा अब के मिथ भन्ने कि लाइक बराबर इज त्योवाला ट्रेन्ड थियो अनि त्यो सुनेर विदेश सिधै गर्दा अनि त्यहाँ पुगेर पैसै नकमाए पनि देश फर्किन्छु भन्दाखेरि चाहिँ जुन त्यो प्यारेन्टिङवाला स्टेटमेन्ट थियो नि त्यो कुराले चाहिँ अल्झाइराख्छ होइन अर्को 1-2 वर्ष बसौँ कि फेरि फर्केर ड्याड ममले के भन्नुहुन्छ लाइक समाजमा इज्जत जान्छ भन्ने खालको कुरा केही पनि नगरिकन फर्केछ भन्ने खालको जुन हाम्रो समाजले इभ्यालुएट गर्छ नि हामीलाई एउटा वेमा त्यो कुराको कन्सर्नले पनि धेरैजना चाहिँ अड्किरहनु भएको छ उतै त्यो कुरालाई चाहिँ अब चिर्ने त आई डोन्ट थिङ्क देयर इज एनी सोल्युसन हुन्छ नि अब हजुरको एक्सपिरियन्समा हजुर त आउनुभयो यु हेभ डन रियल्ली गुड अहिले इस्टाब्लिस हुनुभयो आफ्नो वेमा तपाईँको एक्सपिरियन्सले चाहिँ त्यो जुन छ नि त्यो इभ्यालुएसनवाला पार्ट सोसाइटीको होला लाइक प्यारेन्टिङकै कुरा पनि कति कुरामा अब मिडल क्लास अझै त्योभन्दा तल पनि फ्यामिलीबाट बिलोङ गर्नुहुन्छ कतिजना होइन अनि अलिक टफै छ नि त फर्किहाल्न पनि तर उहाँ गाह्रो भइरहेको हुन्छ लाइफ पैसा पनि छैन डिग्री पनि छैन यत्तिकै हुन्छ नि एजुसेड होमलेसै भइसकेको हुन्छ इन अ वे तर फर्किने करेज मिलिरहेको हुँदैन हजुरको एक्सपिरियन्सबाट चाहिँ वाट डु यु लाइक टु से टु देम लाइक यहाँ भएको प्यारेन्टहरूले जसले सुन्नुहुन्छ अरू सोसाइटी कसैले सुनिराख्ला उहाँहरूलाई त एटलिस्ट वी निड देम ब्याक अलाइभ भन्ने पनि लाग्छ क्या मलाई इट्स ओके पैसा त फेरि नेपाल आएर रिइस्ट्याब्लिस हुन सक्यो फेरि गर्न सक्यो होला मेबी प्यारेन्टले सँगै अब छोरालाई पुस्दिन मिल्यो होला अरू छोरीलाई केही बिजनेसमा एडाप्ट गराउन सकिन्छ होला हजुरको एक्सपिरियन्समा चाहिँ वाट इज मिसिङ लाइक के चाहिँ गर्दा अलिक बेटर हुन्थ्यो वेलकम त गर्नु पऱ्यो नि उहाँहरूलाई यो कसरी भनौँ क्या मैले यसलाई भन्न सक्ने मसँग अब खासमा बाटो त छैन तर मान्छेहरू लेट्स नट ओन्ली टक अबाउट अमेरिका अनि पछाडि अस्ट्रेलिया त्यो मात्र कुरा नगरौँ न मान्छेहरू खाडी मुलुक पनि जान्छ अब खाडी मुलुकतिर जाने मान्छेहरू अहिलेको टाइममा होइन म आफू मेरो फ्याक्ट्रीमा जुन हाम्रो कारिगरहरू हुन्छ होइन अहिलेसम्म मेरो कारखानाबाट अलमोस्ट 25-30 जना कारिगरहरू विदेश गइसकेको छ उनीहरूले मिटर ब्याजमा पैसा लिएको हुन्छ है उनीहरूको मिटर ब्याजमा पैसा ल्याएको हुन्छ प्लस अब कहाँबाट खोजेर ओरेर अनि 2-3 लाख रुपियाँ पनि जो गरेर होइन उनीहरू जान्छ त्यो ऋणले पनि थिच्या हुन्छ नि त मान्छेलाई त्यो नकमाइकन कसरी फर्किने कसरी मुख देखाउने यहाँ त यहाँ नेपालमा एउटा विपन्न वर्गको मान्छेलाई पनि के गाह्रो छ भने त गएको होइन विदेश अनि विदेशबाट किन यति चाँडो आएको भन्ने एउटा क्वेसन हुन्छ नि त्यो क्वेसन मार्कले नै मान्छेलाई हिट गर्छ जस्तो लाग्छ तैँले के गरेर आएछ त्यो एउटा क्वेसन मार्क हुन्छ नि मान्छेलाई त्यसले गरेर नै मान्छेलाई हिट हान्ने अब त्यसलाई हामीले चेन्ज गर्न सक्छ जस्तो चाहिँ मलाई लाग्दैन त्यो अब मान्छेले नै आफ्नो माइन्डसेटलाई चाहिँ चेन्ज गर्छ
आफ्नै देश फर्किँदा पनि किन आएको वाला क्वेसन त इट्स प्रिटी हेभी नि त, अफकोर्स त्यसले त हान्छ नि त। अफकोर्स हानिहाल्छ नि। उत्तर पनि हुँदैन, अब भनौँ न सबैलाई हजुरले भने जस्तो विन विन हुँदैन, सबैले पैसै कमाएको भन्छ हुँदैन, सबैले राम्रै गरेको भन्ने हुँदैन। अनि आफ्नै समाज फर्किँदा पनि आफ्नै घरमा आउँदा पनि किन आएको यति छिटो, खै त के ल्याइस् अलाई के गरिस् वाला क्वेसनको उत्तर त कतिले दिन सक्नुहुन्न, सकिँदैन पनि। अब त्यो ब्लेसिङ सबैले नपाएको हुनसक्छ। अब त्यो कुरालाई पनि ट्याकल गर्न चाहिँ भएन। अब यो कहाँनिर चाहिँ लुप होल छ, यो लुप होल कहाँ टाल्ने चाहिँ थाहा भएन त। तर अब केही न केही वेमा चाहिँ वी निड टु स्पिक आउट। देश फर्किँदा त भयो नि त, नसक्नु इज ओके, ट्राई गरेको हो, विदेश गएको हो, हसल गरेको हो, एउटा लेभलमा देश समाज सबै छोडेको हो, फ्यामिलीको माया छोडेको हो। एभ्री वान वान्ट्स टु बी विथ यर फ्यामिली डिनर गर्ने बेलामा। र पनि प्रगति नै गर्छु भनेर जाँदा जाँदै फर सम रिजन मान्छेले ट्र्याक बिराउन पुग्छ। उसको उमेरले होला, हजुरले भने जस्तो इम्याच्योर उमेरमा पुगेको हुन्छ, एक्सेस टु फ्रिडम हजुरले सबै कुरा पाइसक्छ। अनि त्यसलाई राम्रो युटिलाइज गर्न जाँदैन, मिसयुज गर्छ, गर्दै गर्दा लस्ट हुन्छ मान्छे। अनि नेपाल आउन मन छ, त्यो अर्काको देशमा त इट्स रियली हार्ड, पैसा पढाइ बिना त आउन पनि फर्किन पनि गाह्रो भयो क्या त धेरैलाई। आएर अब त्यो हौसला दिने, अब खोइ आएर मेबी क्याम्पेन चलाउनु पर्छ कि हुन्छ नि, अब लाइक आएर वाट वर्क्स फर दिस। अनि मलाई चाहिँ यो ग्यापमा, यो लुप होलमा पनि वी निड टु वर्क। अब फर्किसकेको हामी छौँ नि जो। यस्तो हो क्या, म यो सबै अब पुरै सबैजनालाई दोष दिने कुरा त होइन, तर मान्छेले भन्दाखेरि नेपालमा त के गर्ने र भन्ने एउटा क्वेसन हुन्छ नि। त्यो चाहिँ नि अब पोलिटिकल इन्स्टेबिलिटीले नै होला होइन। देयर इज सो मेनी फ्याक्टर्स। अब कसैलाई हामीले पिन पोइन्ट गरेर भन्न सक्ने बाटो पनि छैन होइन। त्यो बाटो त कसरी भनौँ कि अब पोलिटिक्सलाई भन्ने कि अब नेपाललाई दोष दिने, एज अ होल नेपाललाई दोष दिने कि होइन, अब घर परिवारलाई दोष दिने, त्यो त कुरा त हुँदै भएन नि। त्यो म चाहिँ नि अब एउटा माइन्डसेटलाई नै चाहिँ नि स्ट्रङ बनाउनु पर्छ जस्तो लाग्छ मलाई चाहिँ। चल्ले जे भनोस्, तर जस्ट कम ब्याक टु नेपाल होइन, नेपालै आउनुपर्छ भन्ने नि छैन क्या। वेयरएभर यु आर एक्चुअली नेपालै आउनुपर्छ भन्ने जरुरत होइन क्या। तिमी जहाँ छौ होइन, खुसी भएर बस्नु पऱ्यो क्या। खुसी भएर अनि त्यस पछाडि आफूले आफूलाई चाहिँ नि अपलिफ्ट गर्दै हरेक दिन म चाहिँ नि आइएम डुइङ समथिङ न्यू होइन, म आफूलाई बेटरको लागि चाहिँ म काम गर्दैछु भनेर बस्ने हो क्या। नेपालै फर्किनुपर्छ भन्ने चाहिँ नि म त्यसमा चाहिँ जोड दिने मान्छे परेन होइन। किनभने मेरो आफ्नै पनि अब आई हेभ सो मेनी फ्यामिली मेम्बर्स होइन लिभिङ अब्रोड। नेपाल बसेर चाहिँ नि एउटा चाहिँ म अहिले चाहिँ के भन्न सक्ने भयो भन्दाखेरि म जहाँ पनि जान मिल्छ होइन, म जहाँ पनि गएर जाने होइन, विदेश जाने तर भ्याकेसनमा जाने या बिजनेस ट्रिपमा जाने हो क्या अब चाहिँ नि होइन। विदेश बसेर आए पछाडि त्यतिको त गर्न सक्नु पऱ्यो नि होइन। म आफै नै अहिलेको टाइममा चाइना नै म वर्षको 4 चोटि जान्छु होइन, 4 चोटि जान्छु। त्यस पछाडि अब अहिलेको टाइममा आई थिङ्क भिसा लगाउनुको लागि त्यस्तो प्रब्लमेटिक छैन जस्तो लाग्छ मलाई होइन। अरू देशहरूमा पनि एउटा आफ्नो पोर्टफोलियो त बन्यो नि त नेपालमा, गभर्मेन्टसँग बन्यो क्या होइन। अरू ठाउँमा भनेको कुरा छुट्टै भयो, किनभने आइएम ट्याक्स पेयर होइन, म राम्रो ट्याक्स पे गर्छु नेपालमा। अनि त्यो हुनाले चाहिँ अब एउटा गभर्मेन्टसँग बनाउने हो रहेछ क्या सम्बन्ध नेपालमा चाहिँ होइन। अब त्यो कुराहरू चाहिँ एउटा त्यो पैसा कसरी चलाउने भन्ने कुरा नि त बुझ्नु पऱ्यो नि त होइन। पैसालाई कसरी चलाउनु मिल्छ होइन, मान्छेहरू पैसा कमाए पछाडि मातिन्छ नि, त्यो चाहिँ मातिनु त भएन नि त। जस्तै देयर आर अ लट अफ पिपल अराउन्ड द ग्लोब, अब नेपालीहरू नै जो चाहिँ लेट्स से राम्रै एमाउन्ट चाहिँ ब्याङ्क ब्यालेन्स छ, दे विश टु कम ब्याक टु नेपाल र केही गर्न मन छ र क्ल्युलेस हुन्छ नि, पैसा छ तर लाइक नो आइडिया भनौँ, लाइक दे डोन्ट ह्याभ पिपल अराउन्ड नेपाल जसले सपोर्ट गरिदिन्छ खालको। एक्चुली के गर्न सकिन्छ होला उहाँहरूको लागि? लेट्स से मैसँग गएको साथीहरू पनि एउटा लेभलमा फाइनेन्सियल्ली सेटल हुनुभयो भनौँ न, अनि सबैलाई क्वेसन सोध्दै गर्दा चाहिँ नेपालमा केही गर्न मन छ, नेपालमा केही गर्न मन छ भन्नुहुन्छ, तर दे डोन्ट नो एक्ज्याक्ट वाट टु डु। अनि त्यो लाइफ पनि क्विट गरिहाल्न मन छैन। कस्तो भन्दाखेरि सेफ ल्यान्डिङ गर्न मन छ मान्छेलाई, नेपालमा केही होस् अनि म आल गो ब्याक पर्मानेन्टली भन्ने छ। लाइक त्यो नम्बर चाहिँ अहिलेको टाइममा चाहिँ ठुलै छ, विज विलिङ टु कम ब्याक, लाइक नेपालमा इन्भेस्ट गरेर अलिकति यहाँको स्टारस पनि अपलिफ्ट गर, म अनि पर्मानेन्टली छोडिदिन्छु भन्ने खालको क्राउड धेरै छ। एनी सजेसन्स लाइक एनिथिङ यु विश टु से टु दोज पिपल
जोसँग चाहिँ राम्रो पैसा छ अब एउटा यो लेभलमा। चाहिँ तिमीले मात्र होइन, मैले पनि फेस गरिरहेको हो यो कुरा होइन। तर म के भन्छु भन्दाखेरि अप एन्ड डाउन गर्न सक्दैन भने यहाँ पैसा नहाल। मान्छे म आउँछु अनि जान्छु, आउन जान्छु सक्छु भन्ने एउटा हुन्छ नि सोच। एटलिस्ट पनि नेपालमा केही इन्भेस्ट गर्छु भनेर सोच्छ भने 5 to 6 months नेपालमा बस्नु पऱ्यो कि होइन। अनि बल्ल त्यो पनि अब कसरी गर्नु मिल्छ त्यो हेर्नुपर्छ। तर होइन म चाहिँ कसैको भरमा चाहिँ म पैसा फालिदिन्छु अनि पछाडि उसले चलाएर अनि मलाई पैसा कमाएर दिन्छ भनेर त्यो सोचले चाहिँ हुँदैन कि। त्यो चाहिँ हुँदैन है। नेपालमा चाहिँ मैले सम्भव देख्दिनँ। अब होला होइन, तर नट इन मेरो नजरमा चाहिँ छैन। तपाईँको एक्सपिरियन्सले चाहिँ त्यो सक्सेस हुन्छ भन्ने चाहिँ किनभने गाह्रै छ। पैसाको मुख कालो हुन्छ है, नम्बर 1 कुरा त्यो हो। त्यो कुरा मान्छेले बुझ्नुपर्छ। पैसा अनि पछाडि कसैलाई चाहिँ मैले इन्भेस्ट गरेर दिइरहेको छु भने त्यो मान्छेले चाहिँ नि त्यो पैसालाई कसरी चलाइरहेछ, ग्रोथ खोइ त भन्ने कुराहरू त हेर्नु पऱ्यो नि होइन। अब मैले आफ्नै आँखाले पनि देखेको छु मान्छेहरूले पैसा हालेर होइन, अनि पछाडि नट फ्यु ल्याक्स हुन्छ नि CR माथि नै पैसा हालेर डुबाएर चाहिँ नि अनि पछाडि अब के गर्नु त। अब साथीसँग चाहिँ नि कुरा मिलेन, साथी कहाँ गइसक्यो होइन, फोन उठाउँदैन होइन। त्यो केस सिनारियो गर्नुभन्दा बरु इफ यु हेभ अ फ्यामिली मेम्बर होइन, कोही फ्यामिलीको मान्छे चाहिँ हु क्यान स्टे इन द्याट पर्टिकुलर बिजनेस अर लुक आफ्टर द्याट बिजनेस, अनि प्लस आफू पनि अप एन्ड डाउन गर्न मिल्ने छ भने मात्र इन्भेस्ट गर्नुहोस्, नभए कि त दुइटा डुङ्गामा खुट्टा राखेर हुँदैन नि त होइन। दुइटै डुङ्गामा खुट्टा राखेर त कुनै कहाँ पुग्ला कुनै कहाँ पुग्ला होइन, अनि आफू चाहिँ डुब्ला, त्यो गर्नु त भएन। तर यस्तो भनिन्छ नि फेरि यो डिजिटल वर्ल्ड हो, दुइटा होइन, लाइक यु क्यान पुट दुइटा खुट्टा दुइटा डुङ्गामा, दुइटा हात दुइटा डुङ्गामा। यु नो व्हाट आई मिन। स्कुल मान्छे भरे म त्यसमा विश्वास गर्दिनँ। म त्यस्तो पनि भनिन्छ वी क्यान एक्चुअली लुक आफ्टर बाहिर बसेर डिजिटल वर्ल्ड हो, CC क्यामेरा राखौँला, लाइक द इज यु नो एकाउन्टिङ सफ्टवेयर लाइक दिस अल सुनिन्छ नि। त्यो कतिको एक्जिक्युसनमा कतिको सक्सेस हुन्छ त्यो म त देख्दिनँ। गाह्रो चाहिँ एटलिस्ट नेपालमा गाह्रो छ। नेपालमा गाह्रो छ त्यो सिस्टम ठ्याक्कै यस्तो हो क्या। नम्बर 1 थिङ अबाउट नेपाल इज एउटा वर्क एथिक्स भन्ने एउटा कुरा हुन्छ नि, जुन विदेश गए पछाडि मान्छेलाई चाहिँ पुरा दलिएर हुन्छ नि त होइन। हो त्यो मान्छेमा र नेपालमा कोही पनि विदेश नगइसकेको मान्छे होइन, विदेश होइन फेरि यो कन्ट्रोभर्सीको कुरा होला, विदेश गएको मान्छेमा मात्र वर्क एथिक्स हुने, नेपालमा बसेकोमा वर्क एथिक्स नहुने भन्ने त्यो कुरा होइन। तर मेरो सिनारियोमा होइन, विदेश गएर आए पछाडि जुन एउटा लेभलमा दलिएर आएको हुन्छ नि मान्छे, हो त्यो मान्छेमा र अनि पछाडि नेपालकै एउटा राम्रै पोस्टको मान्छेमा मैले डिफ्रेन्स देख्छु क्या होइन। एउटा वर्क एथिक्स, अब एउटा कल्चर छैन नि त नेपालमा, काम गर्ने कल्चर चाहिँ नि अलिकति त्यस्तो राम्रो छैन क्या, कामै गर्ने नेपालीहरू। अब फेरि यो पनि अब भेरी भारी वर्ड फालेँ मैले होइन, अब नेपालीहरू भनेर, तर मोस्ट अफ देम अस भनौँ विदेश गएर चाहिँ नि जे पनि गर्न तयार, नेपालमा चाहिँ नि गर्न छैन नि त। हो म बुझ्छु अब नेपालको पे स्ट्रक्चरै अब अहिले बरु बढ्यो अलिकति बढाएछ, 19 जति पुग्न लाग्यो होइन। तर पहिला त 10-12 हजार नै हो नि होइन मान्छेहरूलाई दिने भनेको बेसिक स्यालेरी त। त्योमा र अनि पछाडि विदेश गएर दलिएर काम गर्नुमा त पैसाले जित्यो। मोटिभेसनको फ्याक्टर नै पैसा हो क्या, लास्टमा गएर पैसै हो क्या सबैजनालाई। नभए हामी विदेश किन जानु पर्थ्यो र होइन, विदेशमा गएर त्यत्रो काम किन गर्नु पर्थ्यो र नेपालमै बसेर पनि हुन्छ नि काम किन गर्नु पर्थ्यो र, लास्टमा चाहिने पैसा हो होइन। तर त्यो पैसालाई र फ्यामिलीलाई चाहिँ ब्यालेन्स गर्न सिक्नुपर्छ। हजुर जस्तै युएस बस्दै गर्दा हजुरले वाट यु थिङ्क यो कुरा चाहिँ मैले सिकेकै हो युएसमा भन्ने हुन्छ नि, लाइक मैले मेहनत गर्नु सिकेकै हो त। मैले युएस गएर नम्बर 1 कुरा मैले के सिकेर आएँ जस्तो लाग्छ भने मैले हसल गर्न सिकेँ क्या। मैले चाहिँ एकदम राम्रोसित आई एक्चुली न्यू हाउ टु हसल भनौँ न। त्यही नै हो। मैले इफ आई डिड नट डु बवाल ब्रान्ड, मैले मेरो ब्रान्डको नाम हसलर राखिदिन्थेँ होला। युएसमा मजाले सिक्नुभयो हसल गर्न चाहिँ। अब हुन्छ नि आई वाज इन द म एकदम पिछडिएको ठाउँतिर काम गरेँ क्या धेरै जस्तो।
अब त्यहाँको नेटिभ अमेरिकन्स अनि पछाडि अब मेक्सिकन होइन अब हजुर। साथीहरू नै त्यस्तै मात्र कि ए ओके त्यो हुडतिर वुडतिर म धेरै जस्तो काम गरेँ कि हुडतिर अब हुडतिर काम गर्दाखेरि पनि अब म यसो हेर्थेँ नि त अब ग्यास स्टेसनमै काम गरियो धेरै जस्तो मान्छेहरू यसो हेर्दाखेरि यो मान्छे चाहिँ यतातिरको टोले रहेछ होइन यतातिर यहाँ यसको चहल पहल छ हजुर त्यसलाई सिग्रेलो एउटा दुइटा दिइहाल्ने हजुर अनि यसो के खान्छस् भनेर सोधिहाल्ने हजुर आफ्नो बनाइहाल्ने कि फकाइराख्ने टक्क म त फकाइहाल्ने म अहिलेसम्म मेरो युएसमा काम गर्ने उसमा मलाई मेरो गाडीको टायर एकचोटि मात्र काटियो हजुर तर म जुनसुकै ठाउँमा काम गरेँ त्यो ठाउँमा चाहिँ बुलेट प्रुफ ग्लास हुन्थ्यो नै ए ओके म त्यस्तो ठाउँमा काम गरेको त्यति इन्सिक्योर एरियामा पर्नु त्यति इन्सिक्योर एरियामा काम गर्दाखेरि पनि सबलाई साथी बनाएर राख्थेँ कि मैले ए ओके केही यसो खाना अफर गरेर ड्रिङ्क्स सिगरेट यसरी नै दिइहाल्ने के छ भन्ने भन्ने फकाएर राखिदिइहाल्ने हो अनि सुन्छ न जस्तै हजुरको गइन्छ अनि एउटा लेभलमा पैसा देख्न थालिन्छ नि तपाईँसँग त्यो मनी म्यानेजमेन्ट भन्ने स्किल चाहिँ म जाँदाखेरि आई युज टु ल्याक त्यो स्किल न स्कुलमा पढाइयो न घरमा पढाइयो लाइक सिकिएन कहिले पनि तर पैसा आयो मैले युज गर्नै जानिनँ एउटा 2-4 वर्षै भनौँ न अब फर नो रिजन $200-300 टी सर्ट किनिदिने हुन्छ नि जब कि रुम रेन्ट तिर्न अर्को हप्ता गाह्रो भइरहेछ भनौँ लाइक वी ल्याक यो मनी म्यानेजमेन्टवाला स्किल हजुरले त्यो स्किल चाहिँ त्यहाँ बस्दै गर्दा सिक्नुभयो कि लाइक नेपाल आएर फेरि पछि सिक्नुभयो कि नेपाल आएको 2 वर्ष पछाडि बल्ल सिकेको जस्तो लाग्छ मनी म्यानेजमेन्ट अहिले पनि मैले राम्रोसित सिकिसकेको छ जस्तो लाग्दैन होइन थ्याङ्क्स टु माई वाइफ उसले चाहिँ नि अझ टाइट गर्छ होइन मलाई हजुर यो मनी म्यानेजमेन्ट कुरामा अरू कुरामा त होइन फेरि होइन त्यो युएस बाहिर बस्दाखेरि मैले यस्तो कुराहरू केही पनि त्यो किनभने पैसा आइरहेछ गइरहेछ त्यस्तो मात्र हो कि पैसा बचाम यो गरौँ अहिले त हुन्छ नि विदेश गएपछि नि धेरैवटा कुराहरू चेकिङमा पैसा नहाल अलिकति उसमा राख्नुपर्छ होइन त्यो कुराहरू मान्छेहरूले अहिले बल्ल बुझ्दैछ क्या हजुर जस्तै हाम्रो जेनेरेसनमा इन्टरनेट भन्ने कुरा थियो तर त्यस्तो धेरै इन्फर्मेसन थिएन कि इन्टरनेटमा त्यो जमानामा भएको भएर अब भनौँ न अब इन्टरनेटले नि मान्छेलाई धेरै कुरा सिकाउँछ नि इन्टरनेटमा त्यस्तो धेरै भइएन साथी सर्कलहरू पनि त्यस्तो सिक्ने भनेको सर्कलबाट हो आफ्नो सर्कल कस्तो छ त्यो अनुसारले नै सिक्ने त्यो नभएको भएर नि होला आई थिङ्क हजुर जस्तै मनी म्यानेजमेन्टको कुरा गर्दाखेरि सिन्स यु प्लेइङ विथ बिग नम्बर्स अहिले त भनेको राम्रै पैसामा चलखेल गरिरहनु भएको छ लेजिट वेमा चलखेल भन्दा फेरि मान्छेले रङ वेमा लिएला लाइक इज अ लेजिट बिजनेसम्यान र राम्रै नम्बरमा खेलिरहनु भएको छ जस्तै लाइक यङ्स्टरहरू जो +2 पछि जाँदै हुनुहुन्छ नि हजुरको एक्सपिरियन्स अनुसार चाहिँ लाइक थ्रु आउट द वर्ल्ड भनौँ न जो चाहिँ बाहिर गइरहनु भएको छ मनी म्यानेजमेन्टवाला स्किल चाहिँ नभएको हुनाले पर्ने दुःख लाइक त्यसले त बिस्तारै कन्सिक्वेन्सेस त ल्याइरहेको हुन्छ नि त आफूमा अनि के चाहिँ लाइक वाट डु यु थिङ्क क्यान बी डन टु दिस लाइक जस्तै एउटा यङ ब्रेन अब +2 पछि जाँदैछ अलिअलि पैसा त उसले विकली पे चेकमा पाउँछ उसलाई त्यो चलाउन आउँदैन के खर्च अननेसेसरी वाट डु यु थिङ्क यो यङ ब्रेनहरूले चाहिँ सिकेर जानुपर्छ जस्तो लाग्छ हजुरलाई यसको कुरा पनि म प्लानिङमै कुरा जोड दिन्छु होइन हजुर अहिले पनि अब जस्तै फर एक्जाम्पल एउटा कुरा गर्दाखेरि मलाई कुनै एउटा बाइक किन्नु छ अरे होइन मलाई कुनै बाइक किन्नुपर्ने छ अरे विच कस्ट अबाउट 10 लाख रुपिस होइन छ एउटा हाइपोथेटिकल कुरामा तर म त्यो बाइक कहिले किन्न सक्छु होइन भनेर चाहिँ सोच्नु पऱ्यो अहिले जतिको आम्दानी भइरहेछ त्यो आम्दानीले मलाई पुग्छ कि पुग्दैन होइन मलाई कति टाइम लाग्छ त्यो पैसा जोड्नको लागि 1 वर्षको टाइम राखौँ 1 वर्षभित्र चाहिँ म यो बाइक किन्छु होइन त्यो बिचमा मसँग चाहिँ प्रत्येक महिना मैले एक्स्ट्रा पैसा कति बचाउनु पर्ने रहेछ होइन अब यो बाइक किन्ने कुरालाई अब लोन तिर्नेमा जोडे पनि भयो घर किन्नेमा जोडे पनि भयो होइन अब बिजनेसमा इन्भेस्ट गर्छु भन्ने पनि भयो या म एफडीमा राख्छु भन्नेमा गरे जहाँ पनि जोड्न पाइयो कि तर एउटा महिनाको चाहिँ मलाई यति सेट अमाउन्ट चाहिँ यो चाहिँ मैले चलाउनु नपर्ने हिसाबले चाहिँ मैले चाहिँ यसलाई साइड राख्नुपर्छ भन्ने एउटा चाहिँ प्लानिङ त हुनु पऱ्यो नि
त्यतिवटा भए पछाडि मान्छेलाई सजिलो भयो कि। तर हजुर यो 16-17 वर्षमा त अब क्याफेटेरियामा खाने बानी, साथीहरूसँग घुम्ने, ट्राभल गर्ने, एज इन वी ल्याक दिस स्किल हाम्रो पढाइमा जस्तो लाग्यो क्या दाइ, कतै न कतै। यस्तो हो क्या, 16-17 वर्षको उमेरमा मान्छेले पढ्ने हो हजुर होइन, पढ्दै पैसा कमाउँदै त्यो एउटा एकदम सानो अमाउन्ट अफ पैसाहरू मान्छेले जोगाउन सक्छ। हजुर एटलिस्ट 16-17 वर्षको उमेरमा स्वावलम्बी हुन सिक्यो भने त भयो नि त। हजुर घरमा पैसा मागिराख्नु परिरहेको छैन होइन। अहिलेको टाइममा त कति सजिलो छ, कन्टेन्ट क्रिएटर बन्न पाइयो होइन, इन्फ्लुएन्सर भनेर चाहिँ हिँड्न पाइयो, मोटो ब्लग भनेर हिँड्न पाइयो, अरू धेरै कुराहरू छ नि पैसा कमाउने माध्यमहरू जुन हाम्रो टाइममा थिएन नि त होइन। पैसा कमाउने माध्यम धेरै छ अहिलेको टाइममा। मान्छेहरू प्लस टू पनि नभनौँ 10 पास गरिसके पछाडि नि मान्छेहरूले अहिलेको भाइ बहिनीहरू उनीहरू चाहिँ गएर घरमा पैसा मागिराख्नु पर्ने जरुरत त छैन नि त होइन। इफ यु आर इन अ राइट सर्कल होइन, राइट सर्कल, राइट सराउन्डिङ र राइट गाइडेन्स होइन, त्यो हो भने त अहिलेको भाइ डिजिटल वर्ल्डमा लाइक अ लट अफ सोर्सेस टु मेक मनी इजी छ नि त काम गर्नको लागि। पैसा घरमा गएर मलाई यो यति पैसा चाहियो ड्याड, मलाई यति पैसा चाहियो भन्न नपर्ने सिनारियो छ क्या अहिले। त्यसैलाई नै अलिकति बढाउँदै जाने अनि जस अब सबै कुरा सिकाएकै कुरा हुन्छ भन्ने छैन। मसँग पनि कुनै गाइड थिएन होइन। अब मैले चाहिँ नि त्यही पढेर हेरेर चाहिँ यस्तो गर्नुपर्ने रहेछ भन्ने कुरा न तिमीसँग थियो होला न मसँग छ होइन। त्यो त यु लर्न फ्रम यर मिस्टेक्स होइन। मिस्टेक पनि गर्नुपर्छ होइन, त्यो त गर्नुपर्छ नै, तर मिस्टेक पनि अब कुन लेभलको गर्ने भन्ने कुरा पनि त भयो नि त होइन। आफूले कतिको असरसम्म धान्न सकिन्छ त्यो खालको रिस्क, क्यालकुलेटिभ रिस्क चाहिँ त लिनै पर्छ हजुर। तर अनि डु यु एभर मिस युएसए? कहिलेकाहीँ हुन्छ नि बेकार आएको जस्तो, अर होइन आई डु मिस युएसए? पर्टिकुलरली छैन है त्यस्तो है। मैले अहिलेको टाइममा चाहिँ हुँदैन, आएको आफ्टर सम टाइम लाइक टाइपको त भएको थियो, तर त्यो पछि जब मैले नेपालमा पैसा कमाउन थालेँ अनि त्यस पछाडि मलाई मतलब लागेन। फर्केको कति वर्षदेखि पैसा कमाउन थाल्नु भयो? मैले ठ्याक्कै 1 वर्ष लाग्यो त्यो 1 वर्ष सानो अमाउन्ट। ओके, सुरुको पैसा मैले कमाएको मलाई याद छ, इट वाज एउटा कलेज स्कुलसँग डिल गरेर होइन मैले धेरै होइन 77,000 रुपिस चाहिँ मैले चाहिँ कमाएको थिएँ। अनि त्यस पछाडि चाहिँ नि मलाई पछाडि फर्केर हेरिराख्नु मन लागेन। ओके, त्यो एउटा कन्ट्र्याक्ट थियो होला कि महिनाको 77,000 थियो कि? नो, वान टाइम। ओके, त्यो कलेजमा चाहिँ यो 77,000 त्यो सामान मैले बेचेर अनि त्यहाँबाट चाहिँ मैले पैसा प्रफिटको कुरा गरेको। अहिले भन्न मिल्छ त 77,000 टु कति पुग्यो भनेर? त्यो अहिले नभनौँ होला। ए हो, जस बिग नम्बर नै भयो अहिले। होइन यस्तो छ, पैसा छ होइन, तर कुनै बाटोमा छ, कुनै चाइनामा छ होइन, कुनै स्टकमा छ अनि अरू एसेट्समा छ क्या, त्यस्तो हुन्छ क्या। भनेको ठ्याक्कै नम्बरमा त भन्न मिलेन। यु डोन्ट वान्ट टु नम्बरमा होइन भन्न मिल्ने हुँदा मैले भनिदिन्थेँ, तर मिलेन क्या। अब कसरी भन्नु, मैले अब चाइनामा सामान बन्दैछ, त्यहाँ डिपोजिट दिएकै छ होइन, बन्दैछ मतलब कपडा मैले त्यहाँ अर्डर गरेको कपडाहरू चाहिँ नि उनीहरूले चाहिँ बनाइदिँदैछ अनि त्यही रोल कपडाहरू बाटोमा आउँदै पनि छ, यहाँ बनेर बसेको स्टकहरू पनि छ। भनेको हजुरको त्यो बेलाको टर्नओभर त मेबी यु डु रिमेम्बर नि 77,000 प्रफिट भयो, टर्नओभर चाहिँ ओभरअल कति हुन्थ्यो त्यो टाइम? त्यो 1 वर्षमा फर्केको 1 वर्षमा त्यो बेलामा त मैले यसरी बिजनेस गरेकै थिएन नि। मसँग अफिस थिएन होइन, म बुवाको अफिसमा गएर त्यहाँबाट अब एउटा फ्रिल्यान्सर टाइपले काम भइरहेको थियो क्या। म जाने, अर्डर ल्याउने अनि त्यस पछाडि म डिफ्रेन्ट अरू कारखानाहरूमा गएर चाहिँ मलाई यो सामान बनाइदियो भनेर चाहिँ जाने होइन, अनि त्यहाँबाट सामान लिने, लगेर दिने, अनि पछाडि बल्ल 1 हप्ता लगाएर पैसा दियो होइन। त्यो पनि चाँडो दिएको 1 हप्ता। अब यहाँ नेपालमा त त्यो एउटा बिग फ्याक्टर छ क्या, पैसा उठ्दैन क्या। पैसा उठाउन एकदम महाभारत छ नेपालमा। हो, त्योदेखि अहिले चाहिँ हाउ मच टर्नओभर हुन्छ होला नि? लेट्स से इयरली मन्थली कतिजना स्टाफ छ अहिले, कतिजना स्टाफ पालिरहनु भएको छ, रोजगारी दिइरहनु भएको छ भन्ने कुरालाई मैले कसरी हेर्छु भने, पैसा पहिला भन्दा 1.5 गुणा बढी कमाएको होला होइन पहिला भन्दा।
तर खर्च पनि त्यही अनुसारले भयो नि त हजुर। होइन। जस्तै पहिला मसँग एकजना भाइ थियो हजुर होइन, एकजना भाइ थियो, उसलाई मैले 8,000 रुपियाँमा मैले तलब दिन्थेँ। ऊ मैसँगै हिँड्थ्यो, ए ओके मै बाइक चलाउने हो, मैसँग खाना खुवायो, मैसँग हिँड्यो, त्यसरी हिँडिन्थ्यो होइन। हजुर अफिस थिएन न कारखाना थियो होइन। कारखाना राखेको पनि मैले भर्खर 7 वर्ष जति भयो होइन। हजुर कारखाना पनि मैले के हिसाबले राखेको पनि म बताइदिन्छु। हजुर पहिला अब सामान अन्त दियो, सामान बनाउन दियो, कपडा ल्यायो, कपडा किनेर ल्यायो दियो, अनि पछाडि काट्यो बनाइदियो होइन। अब कहिलेकाहीँ साइज सानो काटिदियो होइन, कुनै कपडामा स्टिचिङ राम्रो भएन, कुनैमा के ड्यामेज आइरहेछ, बनाउन मान्दिरहेको छैन होइन। अब मल्टिपल कारखानाहरूसँग काम गरेँ मैले। अनि त्यस पछाडि मलाई के फिल हुन थाल्यो भने म आफ्नो एउटा काट्ने ठाउँ राख्छु। किनभने कस्तो हुन्छ भने फ्याक्ट्री लाइनमा सानो सानो इफ यु आर वर्किङ विथ स्मल फ्याक्ट्रिजहरू, उनीहरूको आफ्नै काम हुन्छ होइन, आफ्नै काम हुन्छ, उनीहरूले आफ्नै काम आफ्नै भयो नि त धन्दाहरू त। अनि त्यस पछाडि अब आफूले ल्याएर चाहिँ नि दाइ यो बनाइदिनु या दिदी यो बनाइदिनु भनेर लग्दाखेरि उनीहरूले 1 हप्ता लाग्छ भनिदियो। 1 हप्ता भने पछाडि 5 दिनमा जाँदाखेरि त्यो कपडा काटेको नि हुँदैन होइन, काटेकै हुँदैन क्या। अनि दाइ किन खोइ कहिले बन्छ भनेर, बन्छ तपाईँ लिनु न पर्सि लिनु भनेर। अनि त्यो पर्सि आउँदैन। अनि त्यो सामान चाहिँ टाइममा दिन नपाएपछि उता अर्डर क्यान्सल भनिदिन्छ, कहिले के भनिदियो होइन। त्यही हो। अनि मैले नि अब के सोचेँ भन्दाखेरि ल ठिक छ म आफै काट्छु, काटेर म बनाउनु दिन्छु, अनि त्यहाँबाट आएको सामान चाहिँ म आफै फिनिसिङ गर्छु। खालि बनाउन मात्र दिन्छु, स्टिचिङ गर्न चाहिँ उता दिने। अब 7-8 वर्ष अगाडि कुरा होइन। अनि त्यस पछाडि काटेँ आफैले, अनि बनाउन दियो, बनाउनु त बनाइदियो। त्यस पछाडि लिएर आए पछाडि अनि अल्टर आयो क्या। अब सामानमा अब कहीँ यहाँ सिलाएको छैन, कहीँ कहाँ सिलाएको छैन, कहीँ कहाँ प्रब्लम छ, फेरि त्यो लगाएर बनाउनु दिँदाखेरि त्यस्तै टाइम कन्ज्युमिङ भयो, भ्याएन होइन। अनि त्यस पछाडि होइन ल अब त्यो अल्टर बनाउनलाई पनि म मेरो फ्याक्ट्री राख्छु, अर्काले बनाएको सामान म किन बनाऊँ होइन, त्यो हुन्छ नि त। अनि त्यस पछाडि 2टा मेसिनबाट 4वटा भयो, 4वटाबाट 6वटा भयो, आफै बनाउन थालियो। अनि लर्निङ फ्रम मिस्टेक्स, अ लट अफ मिस्टेक्स होइन, एकदम धेरैवटा मिस्टेक पछाडि अनि बल्ल इट्स टेकिङ सेप अहिले पनि। हजुर भनेको अहिले कतिजना इम्प्लोइ हुनुहुन्छ हजुरको फ्याक्ट्रीमा, लाइक ओभरअल लेट्स से? ओभरअल हेर्दाखेरि 45 to 50। ड्याम, कारिगरहरू मात्रै मसँग 20 जना छ। ए ओके। अनि फिनिसिङको स्टाफमा 8 जना छ। अनि अरू बाँकी अफिस वर्कहरू गर्न अब बवाल यताउति, बवालको ओहो त्योभन्दा धेरै छ। ए हो, लाइक एबभ 60 को अराउन्डमा है। A guy who left USA with no plan has now more than 60 employee in Nepal भनेको द्याट्स अ गुड मोटिभेसन। लेट्स से जसले हेर्नुहुन्छ बाहिरबाट, इट क्यान बी डन, इट इज पोसिबल भन्ने कुरा। द्याट्स वाइ आई एक्चुली स्टार्टेड डुइङ दिस ब्याक टु बेस। यस्तै स्टोरीहरू सुनेर इट इज पोसिबल। अब मलाई एउटा त्यो चाहिँ सोध्न मलाई हजुरको जुन फर्केको 1 वर्षको ग्याप चाहिँ नि, लाइक यु पैसा बनाउनु भएको थिएन त्यो टाइम पिरियडमा, मेबी यु वेन्ट टु फ्यामिली फङ्सन होला, सोध्नुहुन्थ्यो होला नि त रिलेटिभ्सले त, वाट आर यु डुइङ, किन आइस, तँलाई डिपोर्ट गरिदियो कि, लाइक त्यस्तो क्वेसनहरू त फेस गर्नुभयो होला। मलाई कसैले पनि सोध्नु भएन है कि यो त राम्रै आएको राम्रै गरेछ भनेर भने जस्तो लाग्छ। ए ओके, ड्याड ममले लुक आफ्टर गर्ने भयो होला, कन्भर्सेसन भयो। लुक आफ्टर भन्दा पनि यो उहाँ त केही गरि त रहेको थिएन यसले पनि होइन, उता केही गरिरहेको थिएन। अब नेपाल आयो, अब छ बुवाकै मान्छेहरूको पर्सेप्सन चाहिँ नि आई थिङ्क त्यति बेला नि यसले अब बुवाकै बिजनेस हेर्छ भन्ने थियो चाहिँ। तर मैले हेरिनँ। ए ओके, आफ्नै यु स्टार्टेड डुइङ दिस। मलाई त्यो बुवाको लाइनमा काम गरिराख्न अलिकति झ्याउ त लागेको होइन होइन। अब त्यही बुवाले त्यही काम गरेर नै यत्रो आफ्नो एम्पायर खडा गर्नुभएको छ। तर द्याट वाज नट फर मी भनेर भनौँ न। हजुर, यु वान्टेड समथिङ अन योर ओन। यस, आई वान्टेड टु बिल्ड समथिङ अन माई ओन। हजुर, मेरो फ्याक्ट्री मैले आफैले सेटअप गरेको, त्यसमा नि मैले बुवासँग नि पैसा मागिनँ। हजुर, ए यु स्टार्टेड अन योर ओन है। जस्तै हजुर त यो अब कलेज स्कुल अब भनौँ न यस्तोमा युनिफर्महरू ड्रेसहरूको गरिराख्नु भएको यो, अनि बवालतिर स्विच हुने चाहिँ
होइन त्यो पनि मैले आई लेफ्ट डुइङ स्कुल कलेजको वर्क अराउन्ड लाइक 4-5 वर्ष अगाडिदेखि नै मैले बन्द गरेको थियो पनि ए ओके म त्यस पछाडि स्कुल कलेजको काम गर्दै गएँ मलाई मार्केटिङको आइडिया हुन थाल्यो हुन थाले हजुर अनि देन आई स्विच अलिकति टु हाम्रो रञ्जनातिर होइन जुन लाइक रेडी टु वेयर लुगाहरूमा त्यतातिर स्विच भए पछाडि त्यो मैले अब त्यो होलसेलहरूमा पनि दिने पनि अब कहानी छ त्यो यहाँ नसुनाऊँ होइन ए हजुर ओके त्यो चाहिँ नि कोही राम्रो पार्टीहरू छ कोही अलि दुखै दिने टाइपको नि पार्टीहरू छ क्या हजुर त्यो पनि मेरो बुवा चाहिँ नि सुरुमा रेडिमेड गर्दाखेरि चाहिँ नि यो लाइक नो 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 नगर यो चाहिँ नि काम नगर होइन हजुर रेडिमेडमा पैसा फस्छ होइन पैसा दिँदैन अब हुन नि हो अब 10 लाखको ब्यालेन्स छ हरेक हप्ता जाँदाखेरि 50,000 दिएर पठाउँछ होइन हप्तै पछि गएर अनि के कसरी मजा आयो त त्यो चाहिँ एकदम विक पोइन्ट हो नेपालमा काम गर्नको लागि अहिले म मात्र होइन लगभग 1000 भन्दा माथिको कारखाना छन् एकले अर्का अब जस्तै तपाईँ एउटा बिजनेसम्यान हो रञ्जनातिर या कतैतिर कुनै पसलको राम्रै सामान बेच्नुहुन्छ भने तपाईँको पछाडि अर्को 50 जना मान्छे आइपुग्छ क्या मेरो सामान लिइदिनु होइन मलाई 2 महिना पछाडि पैसा दिनु 3 महिना पछाडि दिनु अनि त्यसरी मार्केट बिग्रिरह एकदम अनेस्टली नै भन्दाखेरि उनीहरूको सामान बेचिदिनु पर्यो सामान 2 महिनामा दिनु भन्दाखेरि लाइक तपाईँहरू जस्तो बिजनेसम्यानलाई चाहिँ असर परिरहेछ होइन त्यो म मात्र होइन सबैजनालाई नै परिरहेछ मार्केट नै बिग्रियो भनौँ न 2 महिनापछि दिए भइहाल्यो नि भन्ने खालको भनेको युरो इम्पोर्ट रेडिमेडवाला लुगाहरू नै ल्याउनुहुन्छ फ्याक्ट्रीमा बनाउनुहुन्छ अनि देन यु रञ्जनाको होलसेलरलाई यु सेल इट ओके द्याट्स अ बिग बिजनेस अहिले अझै आइडिया हुँदैछ मलाई ओके ओके यो एक्चुअली बबल वेयर्स मेरो फ्याक्ट्रीको छ नि इट्स अबाउट लाइक 30% काम भनौँ न ओके म अरू मान्छेहरूलाई पनि सप्लाई गर्छु कि भनेको बबल वेयर्सको मात्र सामान बनाएर मेरो 20 जना कारिगरले त काम पुग्दैन अफ कोर्स 500 वटा टी सर्ट काट्यो भने एक दिनमा बनाइदिन्छ अनि हो र भनेको राम्रो म्यान पावर एबभ 60 इम्प्लोइ भनेको द्याट मेक सेन्स अब चाहिँ राइट ओके दाइ अनि एनी सजेसन अब चाहिँ अलिकति एन्डतिर आम लाइक एनी सजेसन टु द पिपल अराउन्ड द वर्ल्ड हु इज विलिङ टु कम ब्याक केही भन्न मन छ हजुरलाई त्यही हो अब आउनुपर्छ नेपाल होइन तर सबै कुरा मिल्नु पऱ्यो क्या यो बिहाको लग्न जुरे जस्तै टाइपको हुँदो रहेछ क्या नेपाल आउने पनि सबैतिरबाट सपोर्ट हुन्छ नि सबैजनाले चाहिँ सपोर्ट गरेर चाहिँ नि आयो भने नेपालमा बसेर केही गर्न सकिन्छ होइन नेपालमा केही गर्न नसक्ने भन्ने त कुरा त छँदै छैन अहिलेको टाइममा तर आउँदाखेरि पनि एटलिस्ट हेभ अ प्लान म हुन्छ नि मसँग पैसा टन्नै कमाएँ म अब गएर नेपालमा गएर म इन्भेस्ट गर्छु स्टडी गर्नु पऱ्यो नि के छ के छैन केमा पैसा फसिरहेछ नेपालमा के गर्दाखेरि फस्दैन होइन नेपालमा मान्छेहरूले डराउनुको एउटा नम्बर 1 रिजन पनि फस्छ क्या पैसा हाल्यो अनि अब फस्दिन्छ क्या कुनै कोही इन्भेस्टर पार्टनरमाथि फस्दिन्छ कुनै बिजनेसै एकदम सिट बिजनेस गइदिन्छ होइन अब तर त्यो सबैको एउटा उपाय चाहिँ के हो भन्दाखेरि पर्सिस्टेन्स हो क्या होइन एउटा पर्सिस्टेन्स भन्ने कुरा चाहिँ आफूमा राख्नुपर्छ भएन फेरि गर्ने हो भएको छैन फेरि गर्ने हो कहाँनिर चुके फेरि फेरि गरेको गरे हो क्या त्यो मैले पनि गरेको नि त्यही हो मैले पनि यो धेरैवटा सुरुमा बिजनेसहरू ट्राई गरेको हो नेपालमा पनि तर भएन अब वन्स यु नो द्याट ओके दिस इज नट फर मी त्यसलाई चलाइराख्नु हुँदैन क्या छोडिदिने त्यसलाई छोडिदिने हो क्या स्विच टु नेक्स्ट वान हजुर केमा फेल गर्नु भयो एकचोटि सुनिहाल्नु मलाई म एउटा नम्बर 1 रेस्टुरेन्टमा फेल भएँ इट्स अ टफेस्ट बिजनेस भन्छु म चाहिँ त्यो पनि मेरो बुवाले नि भन्नुहुन्थ्यो कि मोमो चाउमिन भनेको चाहिँ नि गएर खाने हो आफैले बेच्ने होइन भनिदिन्थ्यो होइन अब मेबी मेरो बुवा पनि अब के भन्छ कपडाकै बिजनेसमा भएर होला अनि अरूहरू पनि छ होइन अलिक भन्न मलाई अनि म चाहिँ वेन आई स्टार्टेड वर्किङ इन फ्याब्रिक ओन्ली होइन मैले अनि मेरो दिमागमा चाहिँ एउटा कुरा चाहिँ एकदम हुन्छ नि कसे के लाइक हुन्छ नि त्यो छापै बसायो कि म अब कपडा बाहेक अरू केही पनि काम गर्दिनँ कपडा सँगसँगै लिएर जान मिल्ने म जे पनि गर्छु होइन
तर अपार्ट फ्रम फ्याब्रिक्स म केही पनि नगर्ने भनेर डिसाइड कपडामा डिसाइड एकदम मजाले नै ए ओके त्यो चाहिँ कुन पोइन्टमा आएर गर्नुभयो त्यो डिसिजन चाहिँ किनभने अब फ्याक्ट्री भएपछि त कपडाको मात्रै गर्नु पर्यो नि त बट स्टिल पिपल लभ टु इन्भेस्ट नि त राखौँ न अलिअलि सानो भन्ने नट फर यु भन्नु अब मैले चाहिँ नि त्यसरी चाहिँ आफूलाई चाहिँ भन्न थालेँ क्या अरू बिजनेस तेरो लागि होइन होइन त कपडा मै काम गर अब कारखाना भएको मान्छे मैले कपाल अफ टाइम्स मैले चाइनाबाट इम्पोर्ट पनि लाइक रेडिमेड पनि लिएर आएँ होइन तर त्यो बेच्न गाह्रो भयो क्या मलाई अनि मेरो एकजना भाइसँग मसँग सुरुदेखिको भाइ मसँग अहिलेसम्म पनि छ क्या जुन बेलामा मैले उसलाई 8,000 रुपियाँ दिन्थेँ होइन अब अहिले उसको त टाइम्स 8 प्लस भइसक्यो होला होइन होला तर त्यो भाइले मलाई भन्दै थियो कि दाइ हामी कारखाना चलाइरह अनि इम्पोर्ट गरेर हामीलाई के फाइदा हुन्छ भनेर सोधेँ क्या त्यसले हो नि अनि मैले होइन एकचोटि ट्राई गरेर हेरौँ भनेर मैले भनेको अनि 1-2 चोटि मात्र लिएर अनि त्यस पछाडि मलाई यो आफै लिएर बरु आफै स्टिच गरौँ कारिगरलाई त काम दिनु पऱ्यो नि हजुर उसलाई त काम हुनु पऱ्यो कारिगरलाई त काम हुनु पऱ्यो कारिगरहरूलाई त अब आज काटेर दियो बेलुका निस्क्यो अनि पछाडि बेलुका काम सक्यो भने त भोलि गएर दिउँसोतिर भेट्दाखेरि त साउजी 2 दिन चाहिँ घुम रहे भनिदिन्छ उनीहरू त्यस्तो हो नि मान्छेहरू हजुर काम दिनु पऱ्यो भनेको हजुरको मार्केट एनालाइसिस कसले गर्छ रेडिमेड बनाउँदा त भनौँ न यो ट्रेन्ड चलिरहेछ यस्तो खालको चाहिँ निकालौँ प्रडक्ट भने डु यु डु योरसेल्फ लाइक यु डु ह्याभ टिम आफै गर्नुहुन्छ है टक्क ल्यापटपमा बस्ने गर्ने हेर्ने अब यो भेरियस मिन्सहरू छ अब ट्रेन्ड कहाँबाट चल्छ त्यो कुरा थाहा पाउनुपर्छ हजुर धेरै जस्तो म युकेतिरको अनि त्यसलाई रेप्लिकेट गर्नुहुन्छ रेप्लिकेटै गर्ने भने नट इन बवाल वेयर्स त इट्स अ डिफरेन्ट बवाल वेयर्स त फुल्ली ओरिजिनल आइडिया हो मेरो होइन हजुर म नै आर्टिस्टहरूसँग बसेर म आर्टिस्टहरूलाई चाहिँ नि यस्तो डिजाइन बनाउनु पर्यो यो गर्नु पर्यो तपाईँले हेर्नु न बवाल वेयर्समा तपाईँले कुनै ट्रेन्डिङ सामानहरू केही पनि भेट्दैन इट्स ओन्ली अबाउट प्रिन्ट्स अनि ओरिजिनल सामानहरू मात्र भेटिन्छ त्यो आर्ट तर मैले एउटा कुरा चाहिँ के थाहा पाएँ भन्दाखेरि वेन एनीवन इज इन टु एउटा क्लोदिङ बिजनेस होइन ट्राभल गरिराख्नु पर्ने रहेछ अलिकति यो ओपन अप यो हुन्छ नि इमेजिनेसन सोच्ने तरिका एउटा त्यो चाहिँ ओपन हुन्छ क्या अलिकति यु मिट न्यू पिपल होइन यो इन्टरेक्टिभ हुनुपर्छ इट्स नट अबाउट ओन्ली सेलिङ क्लोथ्स इट्स अबाउट बिल्डिङ अ कम्युनिटी के हजुर जस्तै अनि लाइक when do you see yourself हजुर आफै चाहिँ डाउन द लाइन अफ 5 years कहाँ देख्नुहुन्छ लाइक 60 बाट 100 पुऱ्याउनुहुन्छ कि इम्प्लोइ लाइक एनी अदर प्लान द्याट यु हेभ अब अहिले होमवर्क गरिरहनु भएको होला लाइक यु किप डुइङ दिस नै म यसैलाई मात्र कन्टिन्युटी दिने हो तर आई एम ट्राइङ टु मेक इट लुक लाइक अब कसरी भन्ने एउटा अटो रनमा चलोस् होइन अहिले पनि मेरो बिजनेसले चाहिँ नि मलाई नै खोज्छ त्यो अटोमेसनमा कन्भर्ट गर्ने चाहिँ नि मेरो प्रयास जारी नै छ होइन अब कस्तो सिनारी भइसक्यो नि अब इफ आइ एम इभन गोइङ टु चाइना आधा मन त यतै हुने टाइपको भइसक्यो कि त्यो लेट गो गर्दैछु म होइन त्यो गर्दैछु आइ एम डुइङ अब बवालबाट बवाल किड्स पनि निकाल्दैछु किड्स वेयर पनि नट ऊवाला सानो होइन अब 2.5-3 वर्षदेखिको अब 10 वर्षसम्मकोले लगाउनु मिल्ने टाइपको त्यसमा अब दिमाग लाउँदैछु अब आफ्नो फ्याक्ट्रीमा पनि टाइम दिनु पऱ्यो होइन अलि राम्रोसित टाइम दिइराखेको छैन त्यही नै हो डुइङ दिस इज ओन्ली माई प्लान अब त्यो अरू चाहिँ छैन न त्यो म फेरि अरू कामहरूमा भुलिन थाल्यो भने मैले जतिको डेडिकेसन मेरो फ्याक्ट्रीलाई दिन्छु मेरो बिजनेसलाई दिन्छु होइन मोबाइललाई दिन्छु त्यति चाहिँ मैले दिन सक्दिनँ त्यो भएको भएर आई डोन्ट वान्ट टु लाइक यताउति स्विच गरिरहन नयाँ कुरामा इन्भल्भ हुन मैले भनिहालेँ नि अघि नै मैले गरे पछाडि म फ्याक्ट्रीको गर्ने हो कपडाको गर्ने हो त्योभन्दा बाहेक आई एम नट इन्ट्रेस्टेड होइन पसल कपडाको पसलको साइडमै एउटा क्याफे यसो ह्याङआउट स्पट भन्नेसम्मको चाहिँ इट्स ओके त्योसम्म हुन सक्ला तर नथिङ मोर देन द्याट चाहिँ के हुने त्योभन्दा माथि त केही पनि छैन द्याट्स अ गुड कन्क्लुजन एटलिस्ट फर यु नि त अहिले नै यति डिसिजन यो जस्ट थरी नै क्लियर अबाउट त्यो चाहिँ राम्रो कुरा हो अब हामी त त्यो फगी ब्रेन हुन्छ नि यसमा पनि अलिअलि पैसा इन्जेक्ट गरौँ यसमा नि अलिअलि गरौँ भन्ने खालको माइन्ड सेट
मेबी आजभोलि त्यो युथमा चाहिँ त्यो धेरै देखिन्छ जस्तै प्यासिभ इन्भेस्टर गुड हुन्छ नि त्यो त मान्छेहरूलाई चाहिँ नि एउटा राम्रो पार्ट हो नि त किनभने दे आर ट्राइङ टु सी लाइक उनीहरूको चाहिँ नि उनीहरूले सिकेको कुराहरू उनीहरूले कहाँ इम्प्लिमेन्ट गर्यो नि उनीहरूले चाहिँ नि कहाँबाट फ्रुटफुल हुन्छ भन्ने कुरा त त्यो फाइन्ड आउट गरेर त्यो फाइन्ड आउट गर्नु मैले नि त गरेँ त मैले पनि त्यो पार्टहरू त मैले नि त फाइन्ड आउट गर्नलाई त रेस्टुरेन्ट गरेँ अर्को गरेँ होइन अब त्यो धेरै कुराहरू गरे पछाडि अनि अब होइन एउटा कपडामा चाहिँ नि काम गऱ्यो भने सजिलो भयो किनभने कपडा भनेको चिज मान्छेलाई गर्मीमा नि किन्नु पऱ्यो जाडोमा नि किन्नु पऱ्यो पानी पर्दा नि किन्नु पऱ्यो हो कि होइन कपडा भन्ने चिज बेसिक निडमा एउटा पऱ्यो होइन राम्रो बनाए अलिकति अफोर्डेबल बनायो भने बिकिहाल्छ होइन अरू कुरा आजको भोलि बासी हुने भन्ने कुरा होइन राम्रोसित स्टोरेज गर्न सक्यो भने 2-3 वर्ष मजाले जान्छ होइन त्यो सामान भोलि गएर मेरो कस्ट प्राइस 500 रुपियाँ परेछ भने पनि होइन मैले 500 रुपियाँमा त बेच्न सक्छु नि त अफकोर्स इजी हो त युरुसी एउटा ट्रेन्ड थियो एउटा टाइममा अब आएर न अहिले छ कि छैन त्यो हजुरको यसो केटाहरू भेट्यो नि एउटा टी सर्ट ब्रान्ड हुडी ब्रान्ड आफ्नो एउटा खोल्ने एउटा ट्रेन्ड थियो नि अनि अ लट अफ देम फेल पनि विच इज नाइस एउटा बिजनेसमा स्टेप लिँदै गर्दा सिकिने कुराहरू त धेरै थियो आजभोलि चाहिँ त्यो ट्रेन्ड छ कि छैन लाइक साथीहरू भेट्यो छ है अहिले पनि एउटा ब्रान्ड बनाऊँ भन्ने मसँग अब मेरो त फ्याक्ट्री भएको भएर मसँग आएर देवर अलमोस्ट 15-16 जना भाइहरू आएर मसँग डिफ्रेन्ट 15-16 जना ब्रान्डहरू भनौँ आएर दे ट्राई टु मेक क्रिएट अ ब्रान्ड अनि मैले एकजना पनि अहिले देख्दिनँ एउटा टाइममा गएर त्यो 2-3 जना आउने 2-3 जना अब कस्तो हुन्छ भने मैले सिनारी देखेको चाहिँ अब 2-3 जनामा एकजना चाहिँ नि ओके ल गरौँ भन्ने टाइपको एकजना चाहिँ ठिक छ पैसा हालिदिन्छु नि त भन्ने टाइपको एकजना चाहिँ ल म पनि यसो केही हेर्छु नि त भन्ने टाइपको अनि त्यो 3 जनामा एकजना अस्ट्रेलिया उड्दिन्छ एकजना मेरो बाउको हेर्नु पर्यो यार भनिदिन्छ अर्को चाहिँ नि अनि पछि त्यही एक्लै हुन्छ अनि हरेस खाएर छोडिदिन्छ दो सबैमा यो इम्प्लिमेन्ट नहोला तर एउटा हुन्छ नि होडबाजी ल भन्ने टाइपको अनि त्यस पछाडि अनि छैन एउटा ड्रप निस्किन्छ अनि त्यस पछाडि छैन त्यो बिग्दैन लाइक मार्केटिङको कुरा होला लाइक अल अफ थिङ प्लेज अराउन्ड यो कुरामा अनि विथ दिस एनिथिङ यु विश टु से एट द एन्ड लाइक केही हजुरलाई मेबी टु द यङ पिपल जो बाहिर गइरहेछ लाइक गइसक्नु भएको छ उहाँ बसिरहनु भएको होला एनिथिङ यु विश टु से होइन यो वान थिङ इज द्याट मान्छेले फाइन्ड आउट गर्नु पऱ्यो कि ओके इज दिस यो मैले जे गरिरहेको छु त्यो मैले सही गरिरहेको छु कि छैन भन्ने कुरा चाहिँ थाहा पाउनुपर्छ एउटा कुरा अर्को एउटा प्लान हुनु पऱ्यो आफ्नो दिमागमा होला अब अर्ली स्टेजमा त्यो प्लानिङ निक्लिन नसक्ला होइन यही नै गर्छु भनेर तर जति चाँडो निस्कियो त्यति राम्रो हो मान्छेको लागि विदेश गएर नेपाल फर्केर आउनुहोस् होइन नेपाल फर्केर आउँदाखेरि एउटा प्लान लिएर आउनुहोस् जहाँसुकै जानुहोस् तर एउटा प्लान लिएर जानु पऱ्यो क्या मान्छेले होइन अनि हेभ गुड पिपल बाई योर साइड होइन एउटा मान्छेहरू सङ्गत चाहिँ एकदम प्लिज राम्रोसित नै गर्नु होइन चुज गर्नु फ्रिडम भन्ने कुरा विदेश गएपछि हुन्छ अफकोर्स हुन्छ त्यो तर त्यो फ्रिडमलाई पनि कसरी चलाउनु पर्छ भन्ने कुरा चाहिँ नि मान्छेले बुझ्नु पऱ्यो होइन अरू त त्यही नै हो होइन अलराइट थ्याङ्क यू अ लट फर कमिङ टु ब्याक टु बेस लास्टमा कस्तो रह्यो हजुर ब्याक टु बेसको एक्सपिरियन्स कस्तो रह्यो हजुरलाई मलाई त एकदम बवाल लाग्यो होइन दिस इज एक्चुअली माई फर्स्ट टाइम इन एनी पोडकास्ट अर एनी सो होइन ए ओके आई डु हेभ अ गिफ्ट फर यु ओ इज इट होइन बवाल वेयर्स ए ओके थ्याङ्क यू यो चाहिँ म एउटा दिन चाहेँ हुन्छ प्लिज थ्याङ्क यू सो दिस इज from Babal Wears. Thank you a lot. Thank you. All right. So with this, thank you a lot for coming to Back to Base. अनि आफ्नो इनसाइड स्टोरीहरू जुन राखिरहनु भएको थियो होला भित्र ओ लाइक आई अलवेज वान्टेड टु हेभ रेफरेन्स अनि सायद केही न केही हजुरको यस्तो मोटिभेटिङ एक्सपिरियन्सेसहरू सुन्न पाइयो मलाई पनि मेबी यस्तो समथिङ भनेर भित्रभित्र कता त्यो हुन्छ नि लाइक अहिले नै भइरहेछ मलाई 1 वर्ष पैसा नबनाइराख्दाको टाइमदेखि 77,000 प्रफिट एन्ड अल द वे यो जर्नी सुनिराख्दा चाहिँ म पर्सनली चाहिँ मोटिभेट भएँ होपफुली पिपल वाचिङ अस केही न केही भए पनि यो पोडकास्टबाट हजुरको एक्सपिरियन्सबाट लिनुहुनेछ
अनि थ्याङ्क यू अलट फर एक्सेप्टिङ मेरो इन्भिटेसन अनि विथ दिस नोट थ्याङ्क यू एभ्री वान फर वाचिङ ब्याक टु बेस अनि बवाल वेयर्सलाई प्लिज गिभ इट अ ट्राई एकचोटि प्रडक्ट हेरिदिनु होला बिसाइड दिस एनी फेब्रिक सोल्युसन लाइक एनिथिङ यु निड इन रिगार्ड्स टु फेब्रिक प्लिज हाम्रो विराट दाइ यहाँ होइसिन्छ प्लिज रिच आउट टु हिम थ्याङ्क यू अलट फर कमिङ टु ब्याक टु बेस थ्याङ्क यू थ्याङ्क यू दाइ